दर्शकबिन नमस्ते। दुर्गा माता ज्योतिष कुण्डालीमा यहाँलाई स्वागत छ। भिडियो आउनुभन्दा पहिला तपाईँले नोटिफिकेसन आउनका लागि तपाईँले सब्सक्राइब गर्नुपर्छ। दुर्गा माता ज्योतिष कुण्डालीमा आज मैले एउटा राम्रो एउटा विषयवस्तु एउटा रमाइलो विषय ल्याएको छु, जसमा दुर्गा माता ज्योतिष कुण्डाली च्यानलभित्रै पर्छ। र दर्शकबिन आजको विषय के होला त त्यस्तो विषयवस्तु जो तपाईँले रोमान्टिकै गर्नेवाला छ र यतिखेर सचेत पनि हुनुपर्ने हुन्छ। र यो सचेत हुनुभयो बेलैमा भने धेरै राम्रो हुन्छ। सनातन हिन्दू धर्मअनुसार हामीले धेरै कुराहरू दैविक जीवनमा फेसन अनुसारको चल्दै गर्छौँ। फेसन अनुसारको चल्दा पनि कहिलेकाहीँ हामीलाई कुन नेगेटिभ हो कुन पोजिटिभ हो भन्ने हामीले बुझ्न सक्दैनौँ। आफूले जिन्दगी कसरी चलाउने हो, के गरेर चलाउने हो र कस्तो अवस्थामा चल्ने हो भने पनि हामीले त्यसमा खासै भरोसा गर्दैनौँ। र त्यस्तै कारणमै आज एउटा भिडियो आएको छ ट्याटु, जो आजभोलि सबै मार्केटदेखि लिएर घर गाउँसम्म फिजिकल्ली सबैको शरीरमा खास गरी ट्याटु देखिन्छ। विशेष गरी आजभोलिका ट्यापे साथीभाइहरूको लागि हेर्ने हो भने छातीभरिदेखि ल्याएर खोल्न जताकतै ट्यापे हो, ट्याटु गरेको हुन्छ। तपाईँलाई थाहा छ यो ट्याटु कसरी बन्छ भन्ने? यदि थाहा छैन भने पुरा भिडियो हेर्नु होला, स्किप नगरिकन। ट्याटु भनेको तपाईँको एक तरिकाको तपाईँको शरीरमा लाग्ने मोसी देखिन्छ, तर मोसी होइन, त्यसमा विभिन्न तरिकाका अरू कुछ छन्, जादुई चिजहरू हुन्छन्। तपाईँलाई लाग्छ होला कि ट्याटु लगाएको व्यक्तिहरू किन यति रिसाउँछन्, अरू तिनीहरूले खतरनाक काम गर्न पनि पछि हट्दैनन्, डराउँदैन, किन होला? और उनको दिमाग, उनको शैली, उनको खाने शैली, उनको हिँड्ने शैली, उनको क्रियाकलाप देख्दाखेरि तपाईँलाई के लाग्छ कि ट्याटु लगाउने मान्छे किन यति उत्तेजित हुन्छन्, किन यति घमण्डी हुन्छन्, होइन? किन अफसोस हुन्छन्, किन नेगेटिभ एनर्जी आउँछ उसमा? थाहा छ तपाईँलाई? पहिला त हामीले सबैभन्दा सरसर एउटा कुरो बुझ्नुपर्ने जरुरी हुन्छ। यदि हामीले ट्याटु लगाएको छैनौँ भने हामीलाई त्यसमा केही डर छैन। यदि हामीले ट्याटु लगाएका छौँ भने एक त आफ्नो शरीरको हिसाबले ट्याटु एकदम रोग हो, मतलब अहिले फिजिकली रूपमा नआए पनि वास्तविक जीवनमा गएर आउने रोग हो। तर त्यो रोगतिर नजाउँ अहिले हामी, रोगतिर भनेको छैन मैले त्यो नलाउनु रोग लाग्छ भनेर, तर तपाईँको सोचमा फरक पर्छ है। अब त्यो ट्याटुको अर्थ के हुन्छ? प्रायः जसो साथीहरू पहिले ट्याटु लगाएको हुँदैनन्, उनीहरूले पूजामा धेरै ध्यान राख्ने हुन्छन्, मतलब भगवानप्रति आस्था राखेको हुन्छ। र भगवान ट्याटु कुन व्यक्तिले लगाउनु पर्छ त्यो पनि म बताउँछु अहिले। फेरि पूजा गर्न मिल्छ ट्याटु लगाए पनि, यस्तो होइन कि मिल्दैन भन्ने, तर त्यसमा पनि केही शर्त नियमहरू छन्। र पहिला त व्यक्ति जो ट्याटु लगाउँदैन त्यो त्यहाँसम्म व्यक्ति ठिक छ, भगवानप्रति आस्था राख्छ। जसै ट्याटु लगायो दिन प्रतिदिन बढ्दै जान्छ, त्यसै गरी त्यहाँ पनि नकारात्मक ऊर्जाहरू अगाडि एक्टिभ हुँदै जान्छ। अब भन्नुहोस् ट्याटु लगाउन सही होला न गलत होला, यो भिडियोबाट सुन्नुहोस्। ट्याटु लगाउन कोही महापाप होइन। ट्याटु लगाउनुहोस्, मनको इच्छा गर्न मिल्छ, तर ट्याटु लगाउने श्री महादेवको भक्तले मात्रै हो, अरूले पाउँदैन। अरूले पाउँछन् पाउनलाई, तर हामीले हात बाँधेर राखेका छैन पाउँदैन भनेर। तर यदि तपाईँले महाकालीको पूजा गर्नुहुन्छ र नै महाकाली नै, यदि तपाईँले माता लक्ष्मी, सरस्वती, हरिविष्णु, गणेशजीका पूजा गर्नुहुन्छ, लगायत नरसिंहदेव भयो, होइन, प्रशस्त भगवान छन् नि त, 33 कोटी देवता छन्। 33 कोटी भगवानको, शिव भगवान र महाकाली छोडेर अरू भगवानको पूजा गर्नुहुन्छ भने ट्याटु स्वीकार्य हुँदैन उनी भगवानले। किन हुँदैन भन्ने म पछि बताउँछु। तर ट्याटु लगाउनुभन्दा पहिला तपाईँले दिमाग खोलेर बस्नु पर्यो। हामी सरस्वती माताको अगाडि गएर पनि हात जोड्नुपर्छ, हामी माता लक्ष्मीका अगाडि गएर पनि हात जोड्नुपर्छ, हामी माता पिताश्री गणेश प्रथम पूजनीय गणेशजीसँग पनि हात जोड्नुपर्छ, हरिविष्णुसँग पनि हात जोड्नुपर्छ, लगाइदिने नरसिंहदेव, झाँक्रीदेव, होइन, देवी पत्तल देवी, जलवायु देवी, अग्नि देवता, होइन, सब देवतालाई हात जोड्नुपर्ने अवस्था आउँछ क्या। लगायत हाम्रा मान्ने देवताहरू तुलसी माता लगायत सम्पूर्ण जलदेवी सबै देवतालाई हात जोड्ने अवस्था आउँछ। तर कोही जग्गामा त्यस्तो चिजहरू स्वीकार्य हुँदैन। अब लाग्छ यो ट्याटु किन स्वीकार्य हुँदैन? ट्याटु लगाउँदा ट्याटु भनेको एउटा
मान्छे जलेर अर्थात् मान्छे जलेर तपाईँको कङ्काट रहन्छ होइन। कोही ठाउँमा मान्छे गाडेर त्यो कङ्काट रहन्छ, मान्छे खुट्टादेखि लिएर टाउकोसम्मको कङ्काट रहन्छ, हड्डी रहन्छ क्या, हड्डी सम्झिनुहोस्। त्यो हड्डीलाई पिसिसकेपछि त्यसलाई चालिसकेपछि तपाईँले त्यसलाई गरम गर्छ, गरम गरेर फेरि पनि तपाईँले त्यो पिगालेर रहेको त्यसलाई पिगालेर मतलब खरानी बनाउँछ, खरानी बसेर भएको फेरि त्यसलाई केलाइसकेपछि त्यो पातलो धातुलाई तपाईँले केमिकल हालेर त्यसलाई युज गर्ने गर्छ क्या ट्याटु। रिसर्चमा मिलेको पनि हो र मेरो आँखैले देखेको पनि हो क्या, त्यसरी मैले भन्छु। अब मैले नदेखिकन रिसर्चमा कसैको युट्युबमा भिडियोमा देखेर भनेको होइन। मैले आज ड्युटी जाँदै थिएँ, म ड्युटी जाँदाखेरि बाटोमा कङ्काड भेटेँ, जस्तै त्यो डोजरले नाली खोल्दै थियो क्या, अनि नाली खोल्दै थियो र त्यहाँ फेरि त्यो नालीबाट कङ्काड निक्लेको थियो 4-5 जति हड्डी, यिनी खुट्टाका गोला हुन्छ नि, यिनी मेरुदण्ड नि मतलब गुड्किला तिनी थिए, 2टा और टाउका खप्पर थियो, त्यस्तै भूत प्रेतहरू साधु सन्तुलीले लिन्छ र त्यस्तै थियो। अनि त मैले त्यो मान्छेलाई सोचेँ कि मतलब त्यसले डोजरले फाल्दा पनि त्यसले बरु डोजरले हाने मारोस् तर त्यसले छोडेन त्यो कङ्कड। अनि त्यसले झोला हाल्यो। अनि मैले सोचेँ त्यसलाई के हो यस्तो, यो किन लान्छस्, के अवस्था भएर यस्तो लानु खोजेको भन्दाखेरि, भाइ यो त म त कतिमा किन्छु भने 7,000 को एउटा खप्पर किन्छु भनौँ क्या। अनि यसको के हुन्छ भन्दाखेरि यसले त यस्तो भन्दाखेरि पुरै कहानी बतायो कि त्यसले। त्यसपछि मैले रिसर्च गर्दा पनि यही देखियो होइन, आफ्नो ध्यानबाट रिसर्च गरेँ त्यो पनि यही देखियो क्या। त्यो कारणले गर्दाखेरि होइन, अब महादेवको भक्तले किन लाउन पर्छ भन्दाखेरि, महादेवको भक्त भनेको महादेव भनेको शमशान घाटको राजा हुन् होइन। भूत प्रेत पिचासनी होइन, बेताल होइन, निदेनी, त्यसपछि ईश्रेणी एसेणी सबै देवताका मालिक महादेव हुन्। उनी जहाँ पनि परिवर्तन हुन्छ। अब त्यही हिसाबले हेरौँ, महादेवले जहाँ भन्दाखेरि सतीलाई कि यो जीवनको अन्तिम विश्राम हो सती भनेर महादेवसित माता पार्वतीलाई पनि भनेको हुन्छन्, माता सतीलाई कि जीवनभरि पाप र धर्म गरेको कति पाप गरेको कति धर्म गरेको छ भनेर तौल्ने जग्गा यही हो। यहाँ आएर विश्राम गर्ने हो, यहाँ आएर अर्को जन्म लिने, यहाँ पुनर्जन्म लिने, यहीँबाट निर्णय हुन्छ सती भनेर माता पार्वतीको सती नाम थियो र पुनर्जन्म सती नाम भएको कारणले गर्दा महादेवले भन्नु भएको थियो कि यो विश्रामको एरिया हो भनेर। तर शमशान घाटका राजा भनेको महादेव हो। महादेवलाई चल्छ पूजा ट्याटु जे पनि गर्नुहोस्, भाङ गाजा धतुराहरू जे पनि खानु चल्छ, तर अन्य देवी देवताले चल्दैन क्या। त्यो कारणले गर्दाखेरि यदि तपाईँलाई अन्य देवी देवताको दर्शन चाहिएको छ भने तपाईँले ट्याटु नबनाउनुहोस्, किनकि हर देवताको अलग अलग रुल छन्, अलग अलग कानुन छ, अलग अलग अदो छ। जस्तै मानव महादेवको विवाह सम्बन्धी प्रेम सम्बन्धी एउटा रहस्यको लिएको छ कि प्रेममा सफलता मिल्नको लागि महादेवलाई पूजा गर्नुपर्छ, माता लक्ष्मीलाई पैसाका लागि पूजा गर्नुपर्छ, माता सरस्वतीलाई विद्याका देवी भनिन्छ, श्री गणेशजीलाई सम्पत्तिको देवता भनिन्छ होइन। और अर्थ जस्तै सायद बिगार्ने र यदि महादेव के अरे गणेशजीलाई पूजा गरेर जाने भने सायद सफल दिन्छ, बिग्रिन्न। यदि महादेवको अरूको पूजा नगरिकन गणेशको पूजा नगरिकन अरूको पूजा गऱ्यो भने गणेशजीले बिग्र हर्त गरिदिनुहुन्छ होइन, कोही सायद नपर्ने गरिदिनुहुन्छ। त्यस्तै अलग अलग रुल्स सबैका हुन्छन्, तर हामीले सबै देवतालाई पूजाआजा गर्न पर्ने जरुरी हुन्छ क्या। दिवाली आउँछ, दिवालीमा माता लक्ष्मीलाई पूजा गर्नु पर्यो, चैते दशैँ आयो माता कालीलाई पूजा गर्नु पर्यो, माता कालीलाई पनि पूजा गर्न मिल्छ, जसले ट्याटु लगाएको छ उसले मिल्छ। तर हाम्रो दिवाली आउँछ माता लक्ष्मीले पूजा गर्न पर्छ होइन। अब अन्य देवतालाई पनि पूजा गर्ने तरिका सोमबारे भयो, व्रत भयो होइन। अनि चाहिँ के भन्छ अरे यो एकादशी व्रत भयो, श्री गणेशजीको चतुर्थ तिथि गणेशजी भयो, पितृको पूजा गर्न पर्यो होइन, श्राद्ध पूजा गर्न पर्यो होइन, सबै चिजहरूमा पूजा गर्नुपर्छ। त्यो कारणले गर्दा अगर यदि दिमागमा हामीलाई लाग्छ कि सबै देवताको पूजा गर्नुपर्छ भन्ने व्यक्ति हुन्छ भने उसले ट्याटु नलगाउनै बेस्ट हो क्या। ट्याटु लगायो भने के हुन्छ कि अब तपाईँको त्यो हड्डीबाट बनाएको हुन्छ, अनि हड्डीबाट त्यो कमन सी चिज चाहिँ हड्डीको इङ्क बनाएको हुन्छ, अनि त्यो इङ्क लगाएको हुन्छ मान्छेले। पहिला त सही हुन्छ त्यो मान्छे, त्यसपछि इङ्क लगाएपछि
हड्डी तो कसैको शरीरको टुक्रा लगाएर आइसकेपछि उसको आत्मा शरीरमा प्रवेश गर्छ क्या। एक त आत्मा भटकेर यति भटकेको हुन्छ कि कहीँ जग्गै पाएको हुन्न, र दोस्रो कुराहरू जग्गा नपाएको कारणले गर्दा यदि उसले ट्याटु बनायो भने त जीवनभरिको जग्गा त्यसै बन्यो नि त होइन। अनि त्यसले राक्षसीपन्थी अब निकाल्छ क्या। अब पवित्र आत्मावाला हो भने त अब त्यो राम्रो उन्नतितिर लान्छ। यदि पवित्र आत्मा होइन भने तपाईँको पापी आत्मा हो भने त तपाईँको ज्यान लिन्छ क्या। त्यसले अब गल्तीहरू गराइदिन्छ। यदि कुराहरू दिमागमा राख्नुहोस्, तपाईँ जहिले ट्याटु लगाउने सोच्नु भएको छ अर्थात् ट्याटु लगाउनु भएको छ, ट्याटु नलगाउँदाखेरि कस्तो हुनुहुन्थ्यो, ट्याटु लगाएपछि कस्तो हुनुहुन्छ होइन, कस्तो अनुभव छ भन्ने कुराहरू ट्याटु लगाएपछि थाहा हुन्छ। ट्याटु लगाएपछि के हुन्छ कि पहिला सबैभन्दा पहिला त अब त्यो हुँदै नभएको चोखो जग्गामा आफ्नो चोखो शरीर हुन्छ। भगवान्ले दिएको माटोबाट बनेको, हामी माटोमै मिलाउने भगवान्ले हो होइन। सबै अस्त्र शस्त्र भगवान्हरू वायु देव जल अग्नि होइन वनस्पति सबै देवताहरू मिलेर हाम्रो शरीर बनाएको थियो। इतिहास गवाह छ अझै पनि होइन। तर पनि त्यो सबै देवताले बनाएको शरीर हो र हामीले छेडछाड गर्ने शरीरमा केही अधिकार छैन। तर अधिकार नभए पनि हामीले जाँड रक्सी खान्छौँ, तर त्यो हाम्रो नसाका लागि खान्छौँ। तर नसाका लागि खाए पनि त्यो पनि एउटा पाप हो होइन। तर भगवान्ले दिएको शरीरलाई हामीले तोडफोड गर्ने अधिकार छैन। हामी सिर्फ चल्ने एउटा हामी गाडी हो र भगवान् त्यो शरीरमा भएको आत्मा त्यो ड्राइभर हो। जब गाडी खत्तम भएपछि ड्राइभर निक्लिन्छ क्या शरीर उसबाट। त्यस्तै गाडी ड्राइभरले चलाएको शरीर हो र हामीले आफ्नो शरीरमा खोजखोज गर्ने केही अधिकार छैन हामीलाई। अब आफ्नो शरीर आफ्नो हो भनेर भन्नुहुन्छ भने तपाईँको उपर हो। तर मैले एउटा धर्मशास्त्रकोबाट भनेको होइन। र ट्याटु लगाएपछि हुन्छ के त भन्दाखेरि अब तपाईँको राक्षस शरीरमा प्रवेश गर्छ। राक्षस शरीरमा प्रवेश गरेपछि जहाँ जहाँ इङ्क्स लागेको छ त्यहाँ राक्षसको परिवर्तन हुन्छ। उसको बोल्नेको नेचर खराब हुन्छ फर्स्ट। सेकेन्ड उसले दिदी बहिनी आमा बुवा भन्दैन। थर्ड उसले दाजुभाइ पनि भन्दैन होइन। अब उसपछि फेरि त्यसले सोच्न सक्ने क्षमता पनि नेगेटिभ आउँछ कि उसले नराम्रो सोच्छ। चाहे उसले राम्रो भनेको चाहे अरूले नराम्रो भनेको सिकाउनु भएको यो त घमण्डी रहेछ, यस्तो थाहा रहेछ अनि अकड आउँछ क्या। अनि त्यो कसले गराउँछ? नेगेटिभ ऊर्जाले गराउँछ। त्यस्तै हिसाबले गर्दाखेरि घरमा कलह झगडा होइन। अब श्रीमती श्रीमानमा झगडा, आर्थिकमा हानि होइन, भगवान्ले रुजु गर्दैन, खुसी मान्दैन, भगवान्बाट फेरि नफरत होइन। सबै चिज गर्दा गर्दै ऊ लास्टमा गएर के हुन्छ मतलब दिमागको एउटा खराब हुन्छ। दिमाग उसको खराब भइसकेपछि उसले सोध्छ कि अब गरिन्न केही गर्न सकिन्न, अब हामीले गुन्डा गर्दै गर्ने के गर्ने हो तिर पनि लाग्छ। कोही अब हार खायो भने अब आफै सोध्छ होइन। अब धेरै चिजहरू हुन्छ, बाटै मिल्दैन क्या। त्यो कारणले गर्दा नभएको ऊर्जालाई आफ्नो शरीरमा ल्याउनु भनेको ट्याटु लगाउनेको महामूर्खता हो। तपाईँको आसपासमा कोही व्यक्तिहरू छन् भने यसो विचार गर्नु होला कि ट्याटु लगाउनुभन्दा पहिला यो व्यक्ति कस्तो थियो, ट्याटु लगाएपछि कस्तो छ। म झुट बोलेको भए त्यहीँबाट पहिचान मिल्छ तपाईँलाई। ट्याटु मिलाउने व्यक्तिले या त महादेवकै पूजा गरेको छ, महादेवकै ध्यानमा रहन्छ, उसले धेरै चाहने भनेको महादेवले हुन्छ, या त ऊ बिना मतलबका गजेडी नसेडी होइन, घुम्ने फिर्ने खाने घरतिर केही वास्तै नै, बाहिर समाजको नि वास्तै नै होइन, कसले के भन्छ केही इज्जतको परवाह नै होइन, मुखा च्यायो त्यही बोल्ने, जस्तो पनि बोल्ने होइन, जे पनि खाने, त्यस्तो एनर्जीको गराउँछ क्या। त्यो भूत प्रेत हो कि त्यो बाहिरी आत्मा हो, बाह्य आत्मा। जब भगवान्ले सपोर्ट दिँदैछन्, साथ दिँदैछन्, राम्रो व्यवहार चल्दैछ, फेरि बादमा गएर बिगाडिदिन्छन् कि भगवान्ले सपार्ने भगवानै बिगाड्ने हो कि। त्यो कारणले गर्दा ट्याटु नलगाउने बेस्ट हो भन्ने कुराहरू यो भिडियोबाट पाइन्छ। र दर्शक पनि यही थियो मेरो सानो भिडियो। तपाईँलाई सल्लाह सुझाव कस्तो लाग्यो आफ्नो वरिपरि भएको साथीभाइलाई जो ट्याटु लगाउनुहुन्छ उहाँलाई पठाइदिनु होला। र ट्याटु हटाउन नै सकिन्छ होइन। ट्याटु हटाएर पनि आफूले त्यो पुरा हटाएर फेरि गृहस्थीमा रहन सक्नुहुन्छ होइन। तिनी भएका शरीरका आत्माहरू भगाएर परेशान हुनुहुन्छ भने आत्माहरू भगाएर कब्जा गर्न सकिन्छ। जबसम्म इङ्कहरू शरीरमा रहन्छ तबसम्म हामीले गर्न केही पनि सकिन्न होइन। जब इङ्कै हटाएर आउनुहुन्छ भने त्यसलाई पनि धोइ पखाली गर्न हामीलाई आउँछ होइन। त्यो कारणले गर्दा बेलैमा सदुपयोग राख्नुहोस्। कसैले सोच्नु भएको छ भने पनि 10 चोटि सोचेर मात्रै ट्याटु लगाउनु होला, अन्यथा फेरि भारी पर्ला भन्दै दुर्गा माता ज्योतिष कुण्डली च्यानलबाट म तपाईँको साथी विशाल अर्को भिडियो जबसम्म लिँदैन तबसम्मको लागि टाटा बाई बाई, जय श्री राम।